सम्पूर्णमा मेरो नमस्कार। म नरेश कुमार महतो, मेरो रोल नम्बर 30। आज म र मेरा साथीहरू प्रोटेक्टेड कल्टिभेसन टेक्निक्स अफ मेलन्सको बारेमा प्रेजेन्टेसन दिन गइरहेको छौँ। मेलनको साइन्टिफिक नेम कुकुमिस मिलो हो। यसको फ्यामिली चाहिँ कुकुरबिटेसी हो। मेलन्स वर्ल्डमा एकदम पपुलर फ्रुट क्रप हो। यो स्विट टेस्ट, हाई न्युट्रिसनल भ्यालु र मार्केट डिमान्डको लागि चिनिने क्रप हो। तर ओपन फिल्ड कल्टिभेसनमा एक्सेसिभ रेन, हाई टेम्परेचर, लो टेम्परेचर, इन्सेक्ट र डिजिजले प्रडक्सनलाई धेरै एफेक्ट गर्छ। यही प्रब्लम सल्भ गर्न प्रोटेक्टेड कल्टिभेसन युज गरिन्छ। प्रोटेक्टेड कल्टिभेसनले कन्ट्रोल इन्भाइरोमेन्ट क्रिएट गरेर क्रपलाई सुइटेबल टेम्परेचर, ह्युमिडिटी, इरिगेसन र न्युट्रिसन प्रोभाइड गर्छ, जसले प्रोडक्टिभिटी, फ्रुट क्वालिटी र फार्मरको इन्कम बढाउने हेल्प गर्छ। अब हामी प्रोटेक्टेड कल्टिभेसन टेक्निकको बारेमा डिटेलमा बुझ्नेछौँ। सुरुमा रहेको छ वाट इज प्रोटेक्टेड कल्टिभेसन। अब प्रोटेक्टेड कल्टिभेसन भनेको चाहिँ के हो त? सबैभन्दा पहिला प्रोटेक्टेड कल्टिभेसन भनेको बुझौँ। प्रोटेक्टेड कल्टिभेसन भनेको क्रपलाई नेचुरल एडभर्स वेदरबाट प्रोटेक्ट गरेर आर्टिफिसियल कन्ट्रोल इन्भाइरोमेन्टमा ग्रो गरिने एग्रिकल्चरल टेक्निक हो। त्यो सिस्टममा ग्रिन हाउस, पोली हाउस, सेड नेट हाउस, लो टनेल, हाई टनेल जस्ता स्ट्रक्चर युज गरिन्छ। टेम्परेचर, ह्युमिडिटी, सनलाइट, इरिगेसन, भेन्टिलेसन र फर्टिगेसनलाई फार्मरले रिक्वायरमेन्ट अनुसार कन्ट्रोल गर्न सक्छ। स्पेसली हाई भ्यालु क्रप जस्तै मेलन, वाटरमेलन, कुकुम्बर, क्याप्सिकम, टमेटो र स्ट्रबेरीमा प्रोटेक्टेड कल्टिभेसन धेरै सक्सेसफुल देखिएको छ। अब हाम्रो इम्पोर्टेन्स अफ प्रोटेक्टेड कल्टिभेसन अफ मेलन्स। अब प्रोटेक्टेड कल्टिभेसन किन इम्पोर्टेन्ट छ त? सबैभन्दा ठुलो एडभान्टेज भनेको अफ सिजन प्रोडक्सन हो। फार्मर्सले नर्मल सिजनभन्दा अगाडि वा पछि पनि मेलन प्रड्युस गर्न सक्छन्। क्रप वेदर ड्यामेजबाट बच्छ। अर्को, फ्रुट क्वालिटी इम्प्रुभ हुन्छ। त्यसै गरी वाटर सेभिङ हुन्छ बिकज ड्रिप इरिगेसन युज गरिन्छ। फर्टिलाइजर इफिसियन्सी बढ्छ थ्रु फर्टिगेसन। पेस्ट र डिजिज प्रेसर कम्पेरेटिभली कम हुन्छ र इल्ड ओपन फिल्ड कल्टिभेसनभन्दा 2 देखि 3 गुणासम्म बढ्न सक्छ। मार्केटमा अर्ली फ्रुट ग्रो गर्न सकिने भएर बेटर प्राइस पनि पाउन सकिन्छ। त्यसै गरी अर्को रहेको छ हाम्रो टाइप्स अफ प्रोटेक्टेड स्ट्रक्चर। प्रोटेक्टेड कल्टिभेसनमा धेरै स्ट्रक्चर युज गरिन्छ। पहिलो हो पोली हाउस। यो ट्रान्सपेरेन्ट पोलिथिलिन प्लास्टिकबाट बनेको स्ट्रक्चर हो। नेपालमा सबैभन्दा कमन प्रोटेक्टेड स्ट्रक्चर यही हो। दोस्रो, ग्रिन हाउस। ग्रिन हाउसमा ग्लास वा पोलिकार्बोनेट मेटेरियल्स युज गरिन्छ। इन्भाइरोमेन्टल कन्ट्रोल धेरै एकुरेट हुन्छ तर कस्ट पनि हाई हुन्छ। तेस्रो रहेको छ सेड नेट हाउस। यो मेनली एक्सेसिभ सनलाइट रिड्युस गर्न युज गरिन्छ। चौथो हो हाम्रो लो टनेल। प्लास्टिक फिल्मले क्रप कभर गरिन्छ, अर्ली सिजन प्रोडक्सनको लागि युज हुन्छ। पाँचौँ हो हाम्रो हाई टनल, जसमा चाहिँ यो सिम्पल ग्रिन हाउस जस्तै स्ट्रक्चरको हो तर हिटिङ सिस्टम हुँदैन। क्रप रिक्वायरमेन्ट, बजेट र क्लाइमेट अनुसार सुइटेबल स्ट्रक्चर चुज गरिन्छ। अर्को छ हाम्रो साइट सिलेक्सन एन्ड सोइल प्रिपरेसन। प्रोटेक्टेड कल्टिभेसन स्टार्ट गर्नुभन्दा अगाडि सुइटेबल साइट सिलेक्सन एकदम इम्पोर्टेन्ट हुन्छ। ल्यान्ड वेल ड्रेन हुनुपर्छ, म्याक्सिमम सनलाइट पाउने एरिया चुज गर्नुपर्छ, वाटर सोर्स नियर बाई हुनुपर्छ, स्ट्रङ वाइन्डबाट प्रोटेक्टेड लोकेसन राम्रो मानिन्छ। सोइल प्रिपरेसनको लागि डिप प्लगिङ गरिन्छ। वेल डिकम्पोज्ड एफओएम अराउन्ड 20 to 25 टन पर हेक्टर एप्लाई गरिन्छ। सोइल पिएच अराउन्ड 6 देखि 7.0 बेस्ट मानिन्छ। रेस्ड सिड बेड बनाएर ड्रिप इरिगेसन लाइन्स इन्स्टल गरिन्छ र मल्चिङ प्लास्टिक युज गर्दा मोइस्चर कन्जर्भ हुन्छ र विट ग्रोथ पनि कम हुन्छ। अब हामी सिडलिङ राइजिङ प्रोसेसको बारेमा बुझ्नेछौँ। प्रोटेक्टेड कल्टिभेसनमा डाइरेक्ट सिड सोइङ गर्नुभन्दा पनि हेल्दी सिडलिङ ट्रान्सप्लान्ट गर्नु एकदमै राम्रो मानिन्छ। हेल्दी सिडलिङ राइजिङ गर्नका लागि हामीले सर्वप्रथम त हेल्दी तथा ट्रिटेड डिजिज फ्री र सर्टिफाइड हाइब्रिड सिड प्रयोग गर्नु एकदमै महत्त्वपूर्ण। हेल्दी सिडलिङ प्रयोग गर्दा क्रप इस्टाब्लिसमेन्ट राम्रो र फ्युचरमा पनि यिल्ड राम्रो लिन सकिन्छ। सिडलिङ राइजिङ गर्नका लागि सिडलिङ राइजिङ गर्नका लागि मेलन सिडलाई प्रो ट्रेमा कोकोपिट, भर्मी कम्पोस्ट वा परलाइटको ग्रोइङ मिडियामा प्रयोग गरेर राइज गर्नुपर्दछ। सिड सोइङ गरिसकेपछि ट्रेलाई नर्सरी, ग्रिन हाउस वा नेट हाउस बनाएर राख्नुपर्दछ। त्यसमा हामीले राम्रो जर्मिनेसनको लागि रेगुलर वाटरिङ र प्रोपर टेम्परेचर मेन्टेन गर्नुपर्दछ, जसले गर्दा हाम्रो सिडलिङ पर्सेन्टेज राम्रो र हेल्दी हुनेछ। करिब 20 देखि 25 दिनपछि जब सिडलिङमा 3 देखि 4 ट्रु लिभ्स डेभलप हुन्छ, त्यसपछि ट्रान्सप्लान्ट गर्न रेडी हुन्छ। सिडलिङ रेडी भइसकेपछि ट्रान्सप्लान्ट गरिन्छ। ट्रान्सप्लान्ट गर्नका लागि हामीले राइस बेडमा ब्ल्याक सिल्भर प्लास्टिक मल्च प्रयोग गरेर प्लान्टिङ होल्स पनि बनाउनु पर्दछ।
जेनेरली रो टु रो डिस्टेन्स चाहिँ 2 मिटर र प्लान्ट टु प्लान्ट डिस्टेन्स चाहिँ 50 देखि 60 सेन्टिमिटर मेन्टेन गर्नुपर्दछ। तर स्पेसिङ भेराइटी अनुसार पनि फरक पर्न जान्छ। ट्रान्सप्लान्टिङ गर्दा हामीले बेलुकी तथा क्लडी वेदरमा गर्नुपर्दछ, जसले गर्दा सिडलिङमा ट्रान्सप्लान्ट स्ट्रेस कम हुन जान्छ र सिडलिङ राम्रो हुन्छ। मेलनको सिडलिङ ट्रान्सप्लान्ट गरिसकेपछि इमिडिएटली नै ड्रिप इरिगेसनको थ्रुबाट सफिसियन्ट वाटर प्रोभाइड गर्नुपर्दछ। हेल्दी रुट इस्टाब्लिसमेन्टको लागि फर्स्ट विक स्पेसियल केयर गर्नुपर्दछ। सिडलिङ ट्रान्सप्लान्ट गरिसकेपछि इरिगेसन र फर्टिगेसन पनि एकदमै महत्त्वपूर्ण हुन्छ। प्रोटेक्टेड कल्टिभेसनमा मोस्टली ड्रिप इरिगेसन सिस्टम प्रयोग गरिन्छ। ड्रिप इरिगेसनले डाइरेक्टली रुट जोनमा वाटर सप्लाई गरिन्छ, जसले गर्दा वेस्टेज कम हुन जान्छ र सोइलमा मोइस्चर अप्टिमम लेभलमा मेन्टेन हुन्छ। टेम्परेचर एन्ड ह्युमिडिटी म्यानेजमेन्ट। प्रोटेक्टेड कल्टिभेसनको सबैभन्दा इम्पोर्टेन्ट एडभान्टेज इन्भाइरोमेन्टल कन्ट्रोल हो। मेलन क्रपको अप्टिमम टेम्परेचर जेनरली 25 देखि 30 डिग्री सेल्सियसको बिचमा राम्रो मानिन्छ। धेरै ह्युमिडिटी भयो भने फङ्गल डिजिज मर्न सक्छ, त्यसैले प्रपर भेन्टिलेसन मेन्टेन गर्नुपर्छ। ग्रिन हाउसमा रुफ पेन्ट, साइड मेन अथवा एक्जस्ट फ्यान युज गरेर फ्रेस एयर सर्कुलेसन गरिन्छ। समर सिजनमा सेड नेट युज गरेर एक्सेसिभ हिट कन्ट्रोल गर्न सकिन्छ। प्रपर इन्भाइरोमेन्टल म्यानेजमेन्टले फ्लावरिङ, फ्रुट सेटिङ र फ्रुट क्वालिटीलाई चाहिँ एकदम धेरै इम्प्रुभ गर्छ। पोलिनेसन। मेलन क्रपमा सक्सेसफुल फ्रुट प्रोडक्सनको लागि पोलिनेसन एकदम इम्पोर्टेन्ट मानिन्छ। ओपन फिल्ड खुल्ला फिल्डमा मौरीहरू नेचुरल पोलिनेसन गर्छन्, तर ग्रिन हाउसभित्र चाहिँ नेचुरल पोलिनेसन कम हुन सक्छ। त्यसैले हनी बिज इन्ट्रोड्युस गर्न सकिन्छ अथवा म्यानुअल ह्यान्ड पोलिनेसन पनि गर्न सकिन्छ। मेल फ्लावरबाट पोलेन फिमेल फ्लावरमा ट्रान्सफर गरेपछि सक्सेसफुल फ्रुट सेट हुन्छ। प्रपर पोलिनेसन भएन भने फ्रुट एब्नर्मल पनि हुन सक्छ अथवा फ्रुट सेट हुँदैन। त्यसैले फ्लावरिङ पिरियडमा चाहिँ पोलिनेसनलाई चाहिँ एकदमै बढी ध्यान दिनुपर्छ। ट्रेनिङ एन्ड प्रुनिङ। अब हामी ट्रेनिङ र प्रुनिङको बारेमा बुझ्नेछौँ। प्रोटेक्टेड कल्टिभेसनमा मेलन प्लान्टलाई भर्टिकल टेरेस सिस्टममा ग्रो गरिन्छ। मेन भाइनलाई प्लास्टिक स्ट्रिङमा सपोर्ट वायरसँग बाँधेर राखिन्छ। प्रुनिङ भनेको अननेसेसरी साइड, सुट, ओल्ड लिफ र विक ब्रान्चेस हटाउने प्रोसेस हो। यसले प्लान्टको एनर्जी, हेल्दी भाइन र फ्रुटतिर कन्सन्ट्रेट हुन्छ। फ्रुट क्वालिटी इम्प्रुभ हुन्छ, सनलाइट सबै पार्टमा पुग्छ र एयर सर्कुलेसन पनि राम्रो हुन्छ। यो प्र्याक्टिसले डिजिजको रिस्क पनि घटाउँछ। त्यसैले रेगुलर ट्रेनिङ र प्रुनिङ प्रोटेक्टेड कल्टिभेसनको एकदम इम्पोर्टेन्ट टेक्निक हो। र त्यसै गरी कुरा गरौँ पेस्ट एन्ड डिजिज म्यानेजमेन्टको। प्रोटेक्टेड कल्टिभेसनमा पेस्ट र डिजिज प्रेसर ओपन फिल्डभन्दा कम हुनसक्छ, तर कम्प्लिटली अभोइड भने गर्न सकिँदैन। जस्तै कमन इन्सेक्ट पेस्टमा एफिड्स, व्हाइट फ्लाइज, थ्रिप्स र स्पाइडर माइट्स देखिन्छन्। मेजर डिजिजमा पाउडरी मिल्ड्यू, डाउनी मिल्ड्यू, फ्युजारियम विल्ट र रुट रट पर्छन्। इन्टिग्रेटेड पेस्ट म्यानेजमेन्ट अर्थात् आइपिएम फलो गर्नु नै सबैभन्दा इफेक्टिभ अप्रोच हो। येल्लो स्टिकी ट्र्याप्स युज गर्न सकिन्छ। ग्रिन हाउसलाई रेगुलरली क्लिन राख्नुपर्छ। इन्फेक्टेड प्लान्ट्स रिमुभ गर्नुपर्छ र रिकमेन्डेड पेस्टिसाइड्स वा बायो कन्ट्रोल एजेन्ट्स रिक्वायरमेन्ट अनुसार युज गर्नुपर्छ। हेल्दी क्रप्स म्यानेजमेन्ट नै डिजिज कन्ट्रोलको सबैभन्दा राम्रो उपाय हो। अब कुरा गरौँ हार्भेस्टिङ एन्ड पोस्ट हार्भेस्ट ह्यान्डलिङको। मेलन फ्रुट्स हार्भेस्टिङको राइट स्टेज आइडेन्टिफाई गर्नु एकदम इम्पोर्टेन्ट हुन्छ। नर्मल्ली फ्रुट म्याच्योर भएपछि स्किन कलर चेन्ज हुन्छ, एरोमा इन्क्रिज हुन्छ र फ्रुट स्टिम नजिकै स्लिप स्टेज डेभलप हुन्छ। हार्भेस्टिङ सार्प नाइफ वा सिकेजर युज गरेर केयरफुल्ली गर्नुपर्छ, जसको कारण फ्रुटलाई ड्यामेज नहोस्। हार्भेस्ट गरेपछि फ्रुट्सलाई ग्रेडिङ, क्लिनिङ र प्रोपर प्याकेजिङ गरेर मार्केट पठाइन्छ। राम्रो पोस्ट हार्भेस्ट ह्यान्डलिङले सेल्फ लाइफ बढाउँछ र मार्केट भ्यालु पनि इन्क्रिज गर्न हेल्प गर्छ। एडभान्टेज एन्ड लिमिटेसन्स। प्रोटेक्टेड कल्टिभेसनको धेरै एडभान्टेज छन्। सबैभन्दा पहिलो हाई इल्ड र बेटर फ्रुट क्वालिटी हो।
र त्यसै गरी अफ सिजन प्रोडक्सन पोसिबल हुन्छ। वाटर र फर्टिलाइजरको इफिसियन्ट युज हुन्छ। पेस्ट र डिजिज ड्यामेज रिड्युस हुन्छ। फार्मर्सले मार्केटमा अर्ली सप्लाई गरेर बेटर इन्कम अर्न गर्न पनि सक्छन्, तर केही लिमिटेसन्स पनि छन्। इनिसियल इन्भेस्टमेन्ट कस्ट धेरै हाई हुन्छ। ग्रिन हाउस मेन्टेनेन्स रेगुलर गर्नुपर्छ। टेक्निकल नलेज रिक्वायर्ड हुन्छ। इलेक्ट्रिसिटी र इरिगेसन फेसिलिटिज रिलायबल हुनुपर्छ। यदि प्रोपर म्यानेजमेन्ट गर्न सक्यो भने एडभान्टेजेस लिमिटेसन्स भन्दा धेरै ठुलो हुन्छ। एन्ड फाइनल्ली, प्रोटेक्टेड कल्टिभेसन इज वान अफ द मोस्ट एडभान्स्ड एन्ड प्रफिटेबल टेक्नोलोजी फर मेलन प्रोडक्सन। यो टेक्नोलोजीले क्लाइमेट रिलेटेड प्रब्लम्स रिड्युस गर्न, हाई क्वालिटी फ्रुट्स प्रड्युस गर्न र फार्मर्सको प्रोडक्टिभिटी इन्क्रिज गर्न धेरै हेल्प गर्छ। फ्युचरमा क्लाइमेट चेन्जको इम्प्याक्ट बढ्दै गएको बेला प्रोटेक्टेड कल्टिभेसनको इम्पोर्टेन्स अझै बढ्ने देखिन्छ। त्यसैले साइन्टिफिक म्यानेजमेन्ट, प्रपर इरिगेसन, फर्टिगेसन, पोलिनेसन, प्रुनिङ र पेस्ट म्यानेजमेन्ट फलो गरेमा मेलन प्रोडक्सनलाई सस्टेनेबल र प्रफिटेबल बनाउन सकिन्छ। यसैसँग मेरो प्रेजेन्टेसन यही समाप्त गर्छु।